बाबा भनेको त अदृश्य भगवान हो। बाबा हाम्रो सब थोक हो। बाबा ब्रह्मा हो, बाबा विष्णु हो, बाबा महेश्वर हो, बाबा पालनकर्ता हो, बाबा संहारकर्ता हो, बाबा जीवनकर्ता हो। भगवान भन्छौँ कहिले देखिँदैन नि, हो त्यस्तै अदृश्य एउटा भगवान जो नजिक भएर पनि कहिले देखिँदैन कि बाबाका गुणगान अलि कमै गाइन्छ नि यो समाजमा। तर एउटा कुरा, आमाको धेरै गुणगान गाउँछ मान्छेले। आमाको सङ्घर्ष, आमाको आँसु, आमाले बनाएर खुवाएको, आमाले चुठाइदिएको, आमाले कपडा धोइदिएको सबै कुरा गर्छ। तर बाबाको कुरा गर्दैन। एउटा कुरा याद गर्नु, आमाले खुवाएको वर्णन गर्छ मान्छेले, तर आमाले खुवाउने, आमाले पकाउने त्यो भातको सीता ल्याउन बाबाले गरेको सङ्घर्ष हेर्नुहोस् त। त्यो सीतामा बाबाको पसिना छ भातको। हामीले मोबाइलमा खेलाउने यो मोबाइलको स्क्रिनमा बाबाको पसिना छ। हामीले लगाउने यो कपडाहरूको धागोमा बाबाको पसिना। बाबा भनेको त अदृश्य भगवान हो। बाबा हाम्रो सब थोक हो। बाबा ब्रह्मा हो, बाबा विष्णु हो, बाबा महेश्वर हो, बाबा पालनकर्ता हो, बाबा संहारकर्ता हो, बाबा जीवनकर्ता हो। भगवान भन्छौँ कहिले देखिँदैन नि, हो त्यस्तै अदृश्य एउटा भगवान जो नजिक भएर पनि कहिले देखिँदैन कि बाबाका गुणगान अलि कमै गाइन्छ नि यो समाजमा। तर एउटा कुरा, आमाको धेरै गुणगान गाउँछ मान्छेले। आमाको सङ्घर्ष, आमाको आँसु, आमाले बनाएर खुवाएको, आमाले चुठाइदिएको, आमाले कपडा धोइदिएको सबै कुरा गर्छ। तर बाबाको कुरा गर्दैन। एउटा कुरा याद गर्नु, आमाले खुवाएको वर्णन गर्छ मान्छेले, तर आमाले खुवाउने, आमाले पकाउने त्यो भातको सीता ल्याउन बाबाले गरेको सङ्घर्ष हेर्नुहोस् त। त्यो सीतामा बाबाको पसिना छ भातको।